ओम शान्ति। गुड मर्निङ। बापदादाका प्यारा प्यारा निष्काम रहमदिल बच्चाहरूलाई अनुभव गरौँ। स्वयं बापदादा वतनबाट हाम्रो सम्मुख आउनुभएको छ र हामीलाई आजको यस छोटो साकार मुरली सुनाइरहनु भएको छ। आज मिति 2082 साल मङ्सिर 8 गते सोमबार, तदनुसार 24 नोभेम्बर 2025। मिठो प्यारो शिव बाबा मुरलीको सारमा भन्नुहुन्छ, मिठे बच्चे, तिम्रो यो समय धेरै धेरै मूल्यवान छ, त्यसैले यस समयलाई व्यर्थ नगुमाऊ। पात्रलाई हेरेर ज्ञान दान गर। आज बाबाले हामीलाई प्रश्न सोध्नुभएको छ, गुणहरूको धारणा पनि हुँदै जाओस् र चालचलन पनि सुध्रिँदै जाओस्, त्यसको सहज विधि के हो? उत्तरमा बाबा भन्नुहुन्छ, जे बाबाले सम्झाउनु भएको छ त्यो अरूलाई पनि सम्झाऊ। ज्ञानदानको दान गरेमा गुणहरूको धारणा पनि सहज हुँदै जान्छ, चालचलन पनि सुध्रिँदै जान्छ। जसको बुद्धिमा यो ज्ञान हुँदैन, जसले ज्ञानदानको दान गर्दैनन्, तिनीहरू अभागी हुन्। तिनीहरूले सित्तैमा आफूलाई घाटामा पार्छन्। गीत हो बचपन के दिन भुला न देना, हो बचपन के दिन भुला न देना, आज हंसे कल रुला न देना, आज हंसे कल रुला न देना, हो बचपन के दिन भुला न देना। अच्छा, मिठे मिठे सिकाइले बच्चाहरूलाई माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। हामी रुहानी बच्चाहरूको रुहानी माता पिता बाप दादालाई दिलवजान सिकुवा प्रेमबाट याद प्यार गुड मर्निङ नमस्ते। वाह बाबा वाह, वाह टिचर वाह, वाह सद्गुरु वाह, धन्यवाद बाबा धन्यवाद। आज बाबाले हामीलाई धारणा गर्नको लागि मुख्य पोइन्ट्स दिँदै हुनुहुन्छ। नम्बर 1, जे जस्तो हुन्छ त्यसलाई भावी सम्झेर शान्त रहनु छ, क्रोध गर्नु छैन, जति हुन्छ आफूलाई कन्ट्रोल गर्नु छ, युक्ति रचेर आफू समान बनाउने कोसिस गर्नु छ। नम्बर 2, धेरै प्यार र नम्रताले सबैलाई बाबाको परिचय दिनु छ, सबैलाई यिनै मिठा मिठा कुरा सुनाऊ। बाबा भन्नुहुन्छ, आफूलाई आत्मा सम्झेर मलाई याद गर, यो देहबाट नष्ट मोह हौ। वरदान अनुभव गरौँ। स्वयं बापदादाको वरदानी हात हाम्रो शिरमाथि छ अनि बापदादा हामीलाई वरदान दिँदै हुनुहुन्छ, हर आत्मालाई भट्किन वा विकारीपनबाट बचाउने निष्काम रहमदिल भव। विश्लेषणमा बाबा भन्नुहुन्छ, जति पनि प्यारा बच्चाहरू निष्काम रहमदिल छन्, उनीहरूको रहमको सङ्कल्पले अन्य आत्माहरूलाई आफ्नो रुहानी रूप वा रुहको लक्ष्य सेकेन्डमा स्मृतिमा आउँछ। उनीहरूको रहमको सङ्कल्पले भिकारीले सर्व खजानाको झलक देख्छन्। भट्किरहेका आत्माहरूले मुक्ति वा जीवन मुक्तिको किनारा वा लक्ष्य सामुन्ने देख्छन्। उनीहरूले सर्वको दुःखहर्ता सुखकर्ताको पाठ खेल्छन्। दुखीलाई सुखी बनाउने युक्ति वा साधन सदा उनीहरूसँग जादुको चाबी जस्तै हुन्छ। स्लोगनमा बाबा भन्नुहुन्छ, सेवादारी बनेर निस्वार्थ सेवा गरेमा सेवाको मेवा मिल्छ नै। अच्छा, ओम शान्ति। आज हामी सम्मान लिनेछौँ, म निष्काम रहमदिल आत्मा हुँ, म निष्काम रहमदिल आत्मा हुँ। ओम शान्ति।